यस्तै देखेँ क्या मैले तर यो रकै होला नि त्यो रकै होला केही नभएको रुखो ठाउँमा चाहिँ कसरी मान्छे बस्नु सकेको केही छैन यस्तो पनि घरै छ यो चाहिँ किन यस्तो बनायो भनेको त यो चाहिँ साथी हो होइन ट्रक ब्रेक फेल भयो भने चाहिँ त्यतातिर लाने अनि उहाँ लगेर अड्काउने रनवे बनाएको रहेछ नि त त्यो चाहिँ अनि ब्रेक लाग्दैन ओह्रालोमा त्यता लगाएपछि त अड्किन्छ नि त ऊ भएछ त्यस्तो रहेछ आइडियाहरू धेरै के छ हाम्रो दिमागले कहाँ काम गर्छ यस्तो डाउन अब त हामी सी लेभलतिर पुग्नु आँट्यो नि धेरै डाउन आइसक्यो नि हामी त 60 को स्पिड लिमिट छ सरर अघि 80 काटिन्छ क्या यहाँ चाहिँ त्यस्तो यो जङ्गल पनि कस्तो यहाँ त बाघ भालु कति हो कति नि ल रनवे ट्रकको चाहिँ ट्रक रनवे ऱ्याम चाहिँ फेरि आउन आँटे हुनु पनि हो नि है ट्रकलाई त कति साह्रो पर्छ त नि ब्रेक लागेन भने त अनि अब बिस्तारै लानुपर्ने यहाँ कोलोराडो आउनु टाढा होइन नि 12 घन्टा 13 घन्टामा आइपुग्ने भएछ त त्यस्तो टाढो त होइन नि ओहाया गएको जति नै रहेछ हौ कोलम्बस पुगेको र यता आइपुगेको बराबर रहेछ ब्रेक लगाएरै हिँड्नुपर्ने रहेछ ल अर्को आयो ट्रक रनवे फेरि आयो हामीले एरोप्लेनको रनवे भनेर सुनेको थियो कहाँ ट्रक पनि हुँदो रहेछ नि त नि उयो माथि छ नि यस्तो हुँदो रहेछ ब्रेक फेल भयो भने चाहिँ यतातिर लाने सिधै हुँदै लग्यो गऱ्यो भने त कहाँ पुगेर उल्टिन्छ हो अनि सट्टै यता लानु पऱ्यो नि त यहाँ ट्रकको रनवे रहेछ त्यहाँबाट उँभो चाहिँ उडेर जाने सट्टै त्यहाँबाट फेरि ब्याक फर्केर आउँदा के हुनुपर्ने एकदम क्लोजबाट देखाइदिएको अहिलेको यो चाहिँ के अरे बाजे डाँडा चाहिँ सेतै रहेछ ए यतातिर नि सेतै रहेछ है मेको पनि अन्तिम भइसक्यो नि यस्तो हिउँ यो चाहिँ डेनभर कोलोराडोमा चाहिँ यस्तो है यो चाहिँ अहिलेसम्म हिउँ चाहिँ यस्तो रहेछ बिलिने कुरै छैन नि सबै सेतै 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 इन्टरनेट आउँछ भनेर इन्टरनेट आउँदो रहेछ के छ यो चाहिँ फेरि टनल हो कि नि ए होइन टनलमा ट्याक्कै फेरि अन गरिएछ नि त टनलमा पुरानो बहुत पुरानो टनल रहेछ 1973 मा बनाएको रहेछ नि यो त यो चाहिँ निकै लामो रहेछ है
भनेको छ नि मलाई म जमिन गए पनि छोड्दिनँ भने जमिन मुनि छोड्दिनँ भनेर भन्छ नि कहाँ छोड्ने र जमिन मुनि अब हामी छ नि अहिले गल्ती गरेर पछाडि खेदेर ल्याइहाल्छ केनानको कुकुर सहित आउँदो रहेछ नि कहाँ पानी मुनि गए पनि छोड्दिनँ भन्छ पानी मुनि बाटो छ त्यहाँ नि छोड्दैन यसको लेन्थ चाहिँ कति थियो हेरिएन फुते निस्केर त मक्का आइपुग्यो भने southwest toward I-70 West. In 300 feet, merge onto I-70 West. Continue on I-70 West for 264 miles. यो चाहिँ डाँडाहरूको चाहिँ बाजे रहेछ सेतै फुलेको नि गर्छ त गइहाल्छ नि माथि चाहिँ 30-30 राइफल बोकेर चाहिँ काँधमा बोकेर चाहिँ मिर्गो खेदेर हिँड्ने डाँडा छ त यो कोलोराडो डेनभर भनेको चाहिँ यस्तै सबै यस्तै डाँडा काँडा मात्रै रहेछ क्या खासमा त्यो पारिपट्टि नै हिमालय छन् क्लास क्लिन गरेपछि भाइ अलिक राम्रो आयो दामी आयो यो के अरे 4.5-5 घन्टा चाहिँ यस्तै बाटो लामो बाटो हो नि लामो जानुको खोला के हतार छ झोकेरै जान्छ जानु पनि ऱ्यामहरू पनि देखाउँदैछ है यसमा त बोर्डमा भेडाको साँडहरू नि भेडाको साँड फुत्त निस्क्यो नि त नमस्कार मिजी भने हिँडेको
बियरको लागि त छ नि त स्प्रे पोते देखाइदियो नमस्कार गरिहाल्छ नि काबु होला नि त अब त्यो चाहिँ अब ट्राई गरेको च्यास गर्छ हो घाँटीमा नि चस गरे जस्तै गर्छ डेन्जर खतरा हुँदो रहेछ नि त्यो त 20 फिटसम्म जाँदो रहेछ स्प्रे एकचोटि हाल्दाखेरि नजिक भन्दा के भ्यालु हुँदैन जस्तो लाग्यो बियरलाई पर हुँदै हाल्नु पर्यो नि त र पनि 20 फुट अझै हाम्रो लागि त साह्रो क्लोज भने 20 फुट जस्तो भने सुने मैले त्यति क्या फाइनली 30 कस्तो भने त्यसले मलाई 20 फिट भनेर लेखेछ त्यहाँ लेख्नु चाहिँ डिजाइन पनि त नि आलास्का बियर भनेर लेखेछ नि स्पेस ठुलो राखिदिएको रहेछ एकदम देखेको होमस्टेहरू त्यो होटलहरू एकदम महँगो रहेछ नि आमा यो सेन्टेन्स चाहिँ यहाँ के गरिरहेछ यस्तो ठाउँमा ओह कहाँनिर लाग्यो ट्याङ गरेको सुने भाइ ए पानीबाट म त त्यो रक उछिटेर आएको जस्तो लाग्यो क्या ए माथि माथि पुरै जाली लगाएर छ नि हो माथिबाट मृग पल्टेर आउँछ भनेर ढुङ्गा पल्टेर आउँछ भनेर होला नि पुरै जाली लगाएर छ यो चाहिँ 5 मिनटको भिडियो गरिदिनु पर्यो 5 मिनट पनि पुग्यो अब सुरु भइगयो फेरि होइन आजको 5 घन्टाको भिडियो चाहिँ के अरे खालि यो बाटोको रोडकै मात्रै हुन्छ कि क्या यो चाहिँ के रहेछ हौ त्यो खासमा के घर पनि छ सानो एउटा घर पनि छ नि साँच्चै त्यहाँ माथि के सानो एउटा त्यो कृष्णवीर भनेको सुनेको नेपालमा कृष्णवीर जस्तै हो यो चाहिँ युएसको कृष्णवीर हो नेपाल यस्तो हुनु त अब के अब टाइम कति जुगै लाग्छ नि बाटो खन्नु थाल्यो भने त्यो के अरे स्काइपेटरको त भाँचिएर त दाम भन्छ छोडेर हिँडिहाल्छ ठेकदार भागेर त भन्छ त्यस्तै हो त्यो चाहिँ अब यहाँको जस्तो पक्का बनायो भने फेरि काम पाउँदैन नि त त्यो भएर बनाएर पर पुग्छ यता उकिहाल्ने मान्छे फेरि अब नयाँ काम पाउँछ ठेकेदारहरूले त्यो भएर त्यस्तो बनाउँछ नि हुन्छ नि
त्यो हिउँ चाहिँ किन नबिलिएको होला नि यस्तो सुक्खा ठाउँमा In half a mile, keep left to stay on I-70 West. भिडियो गरेर फाइदा लगाउला खानालाई Keep left to stay on I-70 West. चट्टानहरू पनि त सानो सानो होइन नि त लेन क्लोज भनेको छ त्यहाँ भन्नु चाहिँ एउटा लेन क्लोज छ होला सायद सँग त परेको नि इन्डिकेसन त ए हो त थियो रहेछ ए म त यता भिडियोको तालमा यो हेर्दै हेरेन छु रन भेट्छ होला भेट्दा त्यहाँ बाटो खन्दैछ फेरि त्यो कहाँ टुप्पा डाँडामा जानु लागि बनाएको जेसिबीहरू त्यहाँ राखिरहेछ जहाँ जहाँ चाहिँ अप्ठ्यारो त्यहीँ चाहिँ बाटो बनाएर जानुपर्ने नि यहाँको गोराहरूलाई फेरि सजिलो बाटो हिँड्दैन नि त यहाँको मान्छे ल अब टनेल पनि रहेछ यहाँनिर ल है अब आजको ट्रिपको पहिलो टनेलै चाहिँ छोटो रहेछ तर कुन लेन क्लोज भनेको छ ओके टोल टु क्लोज ओके ठिकै छ उताको एक्सप्रेस लेन क्लोज रहेछ घुम्तीहरू चाहिँ साह्रो रहेछ टर्निङहरू पुरै रहेछ पहिरे गाउँको फुस्रे डाँडो भन्थ्यो त्यस्तै रहेछ यो चाहिँ सर्लका सरले चाहिँ एकदम हिउँ परेको डाँडा छ हुन त हिउँ त हाम्रो लागि नौलो त होइन तर पनि डेनभर कलोराडोमा आएर चाहिँ कलोराडोको डाँडा देखाउनको लागि चाहिँ सेतै फुलेको हिउँ डाँडा बुढो भएछ के अरे फुलेर सेतै भएछ डाँडा त लगभग यो त उमेर धेरै पुगिसकेर फुलेर सेतै भएछ फटाफट रोड ट्रिप देखाइरहेको छु कि मैले तर कहाँ हिँडेको किन हिँडेको भनेर चाहिँ मैले मेन्सन गरेको छैन तर हामी हिँडेको कहाँ भन्दाखेरि क्यानियोन आइल्यान्ड नेसनल पार्क जो चाहिँ युटामा अवस्थित छ हामी त्यहाँ हिँडिरहेको छौँ गइरहेको छौँ अहिले स्टिल हामी 5 आवर्स छ त्यहाँ पुग्नको लागि 11:30 हामी पुग्छौँ त्यहाँनिर के कसो छ त्यहाँको अवस्था देखाएर भिडियोमा थोरै क्लिपहरू राख्छु त्यस पछाडि हामी ब्याक फर्केर आउँछौँ हामी स्टे गर्ने होटलमा रिजर्भेसन गरिसकेको छौँ आदरणीय साथीभाइहरू मिर्ग कुदेको त्यहाँ सिग्नल पनि देखिरहेछ सरी टर्निङ सहितमा आउँछ होला
खतरा रहेछ डाँडाहरू त्यस्तो धेरै हाइट पनि होइन के ठिक्कको यता पनि छ घरहरू रहेछ नि त माथि डाँडाको टुप्पा टुप्पा के को टावर छ त्यहाँ माथि एउटा ट्राई गर्नु त्यहाँ क्या तिम्रो इक्जाम्पल अगाडि पनि सर्छ यो चाहिँ दामी रहेछ यो बाटो चाहिँ पुरा स्टेप बनाएको छ यो त्यो पहिरो जान्छ भनेर होला त्यो रोक्नलाई कि बाटो जस्तो नि छ होइन नि टर्निङ सबै बाटो रहेछ नि खासमा त के होइन बाटो जस्तो नि दामी आयो अहिले चाहिँ चुपचाप खालि यो रोटरी मात्रै देखाउने बेला भयो क्या अलिकति चाहिँ सरासर यस्तो दामी छ यार ठाउँमा त्यस्तै छ नेपाल त्यो त्रिशुलीको के अरे भिरमा नि यस्तो देखिन्थ्यो हामीले बाटोबाट हेर्दाखेरि तर त्योभन्दा चाहिँ एकदम कस्तो राम्रो खालको रहेछ यहाँबाट चाहिँ अलिक नजिक देख्दो रहेछ त्यो पहाडहरू
कति हो भनेर नि देखाइदिनु कति टाइम लाग्छ भनेर 5 hours 23 minutes एराइभल टाइम चाहिँ 11:25 रहेछ बिहानको 6 बजिसकेको छ अहिले चाहिँ हामी चाहिँ हायत होटलबाट चाहिँ चेकआउट गरेर अब हामी लाग्दैछौँ नेक्स्ट गन्तव्यतिर Continue on I-70 West for 34 miles. रुम चाहिँ यस्तो छ यहाँ भित्र पनि एउटा सिङ्क रहेछ माइक्रोवेभ कफीको सामानहरू अनि जुत्ताको लाइन लगाएको छ सोफा काउच रहेछ यहाँनिर अनि यहाँ रहेछ यसो बसेर कम्प्युटर केही गर्ने ठाउँ रहेछ टिभी यस्तो छ अनि हाम्रो दुईटा बेड छ बाथरुम यता छ अनि यहाँ पनि एउटा सिङ्क रहेछ बाहिर यो चाहिँ बाथरुम पछाडि निस्केर आएर चाहिँ हातहरू धुने चाहिँ ठाउँ रहेछ यो अनि यहाँनिर छ एउटा सानो क्लोजेट छ नयाँ सामानहरू राख्ने क्लोजेट रहेछ सामान लुगाहरू आइरन गर्ने पिलोहरू रहेछ आइरनको सामानहरू अनि हाम्रो ब्यागहरू यहाँबाट मैले सेफ्टी बक्स कहाँ छ अरे सेफ्टी बक्स पनि छ भने होइन सेफ्टी बक्स यहाँ रहेछ क्या यहाँ रहेछ सेफ्टी बक्समा क्या जुत्ता हाल्नु जुत्ता राखेर चाहिँ ताला कस्नु खालको रहेछ त्यो र विन्डोबाट चाहिँ हाम्रो बाहिर कस्तो छ हामी 6th फ्लोरमा छौँ अहिले बाहिर चाहिँ यस्तो रहेछ ल कलोराडो अरोराको चाहिँ बाहिरको भ्यू यस्तो रहेछ है त साथीभाइ हो त्यो बिल्डिङ पनि एकदम खुबसुरत रहेछ त्यो बिल्डिङ दामी रहेछ वरिपरि सबै होटलै होटल रहेछ यहाँनिर यो चाहिँ हामी बसेको चाहिँ अहिले हायत होटल हो राइट गाडी चाहिँ हाम्रो त कता राखेको छ देखिँदैन रहेछ यहाँबाट 6th फ्लोरदेखिको चाहिँ बाहिर देखिने भ्यू है हाम्रो रुमबाट चाहिँ ल मैले अब यो क्लोज गरिदिएँ राइट हाम्रो चाहिँ अब भोलिको प्लान भनेको चाहिँ के छ भन्दाखेरि भोलिको प्लान चाहिँ यहाँबाट हामी बिहानै उठेर गएर चाहिँ के गर्छौँ भन्दाखेरि बिहानै एकदम चल्दिने 4:30 बजी नै उठेर चल्दिने यहाँबाट अर्को ठाउँमा जाँदैछ हामी लगभग हामी चाहिँ डाइरेक्ट कहाँ जान्छौँ भन्दा युटा पुग्छौँ युटामा गएर त्यहाँ एउटा दामी घुम्ने ठाउँ छ त्यहाँको भिडियो नि म गर्छु त्यहाँनिर हामी दिनभरि डुल्छौँ दिनभरि डुलेर चाहिँ फर्केर फेरि आएर त्यहाँबाट यता 3 घन्टा आउँछौँ 3 घन्टा यता आएर चाहिँ हामी त्यहाँ छ फेरि होटल स्टे त्यहाँको हामीले बुक गरिसकेको छ अघि नै त्यहाँ बसेर चाहिँ अनि फेरि अर्को दिन चाहिँ बिहान उठेर हामी एउटा ट्रेनको भ्रमण गर्नेछौँ त्यस पछाडि त्यो ट्रेनको भ्रमण पछाडि फेरि फर्केर हामी यही अरोरा आउँछौँ अनि त्यहाँ रकी माउन्टेन जान्छौँ त्यहाँ वहाँनिर पनि 1-2 ठाउँ घुम्यो अरे रकी माउन्टेन जान्छौँ त्यहाँबाट चाहिँ हामी फेरि फर्किने हो मिनेसोटा ल त सी यू अन्टिल नेक्स्ट भिडियो हेलो एभ्रीबडी अहिले चाहिँ हामी दिउँसोको कति बजे 3 बजी चाहिँ
डेनभर कोलोराडो आइपुग्यौँ र हामी होटलमा चेक इन गरेर हामी कोठामा पसिसकेका छौँ। अहिले हामी रुममा आइसकेका छौँ। रुम चाहिँ यस्तो छ, यस्तो छ रुम। यहाँ बाहिरको भ्यू यस्तो छ। हामी हिजो कति बजे 10 बजेर 14 हिँडेको। रात हिँडेर हामी चाहिँ खासै कति बजी आइपुगेको हामी यहाँनिर भन्दाखेरि 11 साढे 12 बजे थियो भनौँ न। 12 बजे आइपुगेको। अनि यताउता गर्दा पर्खिँदा 3 बजे मात्रै चेक इन थियो हाम्रो होटलमा चाहिँ। खाजा पानी खायोरी आएर चाहिँ हामी चेक इन गरिसकेको छौँ। म अब बाहिरको भ्यू पनि देखाउँछु म।